मजा आयो साथीहरु, मजा आयो। देख्यौ मैले भाग्य नेपालीको नि मुड बनाइदिए डाक्टर स्टोन रेकमेन्ड गरेर। जसले डाक्टर स्टोन हेरेको छौ तिमीहरुको एटेन्डेन्स यो भिडियोमा जरुरी छ। के तिमीहरुलाई थाहा छ डाक्टर स्टोन एनिमेमा ह्युम्यानिटी पेट्रिफाई भएको हुन्छ मेडुसाले, तर हामीलाई अहिलेसम्म थाहा छैन कि के हो त्यो, कसरी हो त्यो र किन आयो भनेर। अनि वाइमेन भनेको को हो र, जसलाई सिजन 3 मा इन्ट्रोड्युस गरेको हुन्छ। स्पोइलर अलर्ट, च्याप्टर नम्बर 228 मा रिभिल गरेको हुन्छ कि यो वाइमेन भनेको कोही मान्छे होइन वा कोही आइडेन्टिटी पनि होइन, यो आफैमा मेडुसा हो। के बकवास गर्न लाग्छ भनेर सोच्न लाग्छ भने चाहिँ खासमा यो मेडुसा चाहिँ आफैमा एउटा बायोमेकानिकल लाइफ फर्म हो जो चाहिँ युनिभर्सभरि घुम्न लागेको हुन्छ। अब तिम्रो क्वेसन होला किनभने चाहिँ इन्टेलिजेन्ट लाइफ फर्मको खोजीमा छ ताकि मेडुसा उनीहरूलाई पेट्रिफाई गर्न सकोस् भनेर। फेरि सोध्ला पेट्रिफाई किनभने त्यो इन्टेलिजेन्ट लाइफ फर्म मेडुसामाथि स्टडी गरोस् र रेप्लिकेट गरोस् भनेर। मेडुसा आफैमा रिप्रोड्युस गर्न सक्दैन, यस्तो गर्यो भने चाहिँ उनीहरूको इन्डाइरेक्ट रिप्रोडक्सन हुन्छ भनेर। वारे वा डाक्टर स्टोन, यदि इन्डाइरेक्ट रिप्रोडक्सन थियो भनेपछि मलाई भनिदिएकै हुन्थ्यो, म एउटा राम्रो मान्छेलाई चिन्थेँ।